हेलो एभ्रिवान। आज मैले खिरको रेसिपी लिएर आएको छु। खिर त सबैलाई मनपर्छ नि। आज मैले साउन स्पेसल खिर बनाएको छु, जुन हामीले वर्षौँदेखि साउने सङ्क्रान्तिमा तथा अन्य फेस्टिभलहरूमा खाँदै आएका छौँ। मैले चाहिँ घिउ राखेर घिउमा चाहिँ ड्राई फ्रुट्सहरू पालो पालो भुटेँ। त्यसपछि भिजाएर सफा गरेर राखेको चामल आधा गिलास घिउमा यसरी नै भुटेँ। त्यसपछि यसमा थोरै दुध राख्दै पकाउँदै, थोरै दुध राख्दै पकाउँदै, चलाउँदै गरिराखेँ। यसरी चलाइराखेन भने चाहिँ पिठमा डढ्न सक्छ, साइड साइडमा लाग्न सक्छ होइन। त्यो भएर मैले चाहिँ यसरी बिस्तारै बिस्तारै गरेर लामो प्रोसेस हुन्छ त्यो खिर पकाउने, यसरी गरेर पकाएँ। त्यसपछि खिर राम्रोसँग पाक्दैछ, खिर राम्रोसँग पाक्यो भन्ने भएपछि चिनी राख्ने। चिनी राख्न चाहिँ पहिले राखियो भने चामल राम्ररी नपाक्न पनि सक्छ नि त। त्यो भएर राम्रोसँग पाकिसकेपछि चिनी राखेपछि त्यसपछि एकछिन पकाएर अझै त्यसमा मैले ड्राई फ्रुट्सहरू राखेँ। ड्राई फ्रुट्सहरू राखेर पनि एकछिन चलाएँ अनि चलाउँदै पकाउँदै गरिराख्नु पऱ्यो नि त। अनि त्यसपछि हाम्रो खिर रेडी भयो। हामीले चाहिँ प्लेटमा सर्भ गऱ्यौँ, तातो तातो नै। तातो तातो नै पनि मनपर्छ। खासमा त बासी भयो भने नि अझै मनपर्छ, अझै मिठो हुन्छ। चिसो भयो भने अझै मिठो हुन्छ हुन त। तर तातो तातो पनि यम्मी यम्मी बनिरहेको थियो। अनि त्यसपछि यसलाई चाहिँ हामीले खिरसँग चाहिँ हामीले आलु फ्राई रेडी भएको थियो। आलु फ्राई खायौँ। त्यसपछि साइडमा अर्को तरकारी पनि थियो। यो चाहिँ तरकारी र खिर हामीले इन्जोय गऱ्यौँ। हजुरहरूलाई कसरी कुन तरिकाले पकाउँदा मिठो लाग्छ, हजुरहरूले लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला। अनि आजको रेसिपी कस्तो लाग्यो त्यो पनि भन्न नभुल्नुहोला। उहाँलाई चाहिँ मिठो लाग्यो अरे अनि तारिफ गर्नुभयो हल्का। त्यसपछि म त यसै खुसी, त्यहाँमाथि खिर खान पाएर झन् धेरै खुसी। हामीले चाहिँ मिठो मिठो खिर यसरी इन्जोय गऱ्यौँ है त। मिठो 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 भयो खिर। रोकेकै छैनौँ हामी त खानालाई। मिठो 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 मानेर खाइयो है त हामीले